किन थुक्दिएको भन्न पहिला अब भोपाल गएको रहेछ हो थुक्दिन्छु ल आइना भोपाल ल छक्कै पर्यो बहिनी पाया फुपूलाई पता गोजीमा लगा हराउँछस् पर्छ है टी-शर्टमै भए ठिकै छ तिमीलाई त्यस्तो लाग्यो तल एमजे पिगर फेर्न त त्यतिकै जाएर कहाँ फेरि बस्नु अरे यहाँबाट खासो झिकेर लाउनु होस् न ठिकै देखिरहेछ सनक्कै देखिरहेछ नि त सहिरहेछ थ्याङ्क यू लु खट्टु खाऊ न एउटा खाँदै बोकेको होइन यहीँदेखि सुरु गर आरुषले एउटा सुदर्शन पनि दिइहालेको छ हो अब गाडी आयो सामान आउँछु बोकिन हौ त्यता होला बोक म बोकेँ म अगाडि हिँड्छु यता 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 हल्कै छ योभन्दा छैन बेसी भारी के लैजाऊ सँगै के होस् लैजाऊ म लगाएको छुइनँ लैजाऊ होस् उचाल्न न जुरुक्क बोक खोइ यस्तोहरू गुड लैजाऊ लैजाऊ गुड गर्ल खोइ दिएको छैन जियो फोन उमिका दिएको छैन अरे त किन तपाईँले चाहिँ हुप्सियाले त्यो टी सर्ट त्यसो गरेर सिबी बोक्ने जग्गा के चाहिँ गरिहिँदैछ उमिका दिदी घरलाई ढोका अरे फर्कै छ न दुईटालाई ढोका आफू गरम भयो पर्स लग्यौ ढोका एटिएमको पर्स बोक्यौ पैसाको पर्स फोन दुईटै लगे 2-3वटै चार्जर हाल्यौ त्यति त हो मेन सक्यो एउटा त छ फोन एउटा मात्रै लग्यो होइन एउटा फोन अंशुलाई छोडेको छु चार्जर मैले बनाइदिएको छु हो बाँकी एक साल र पनि फेरि चेक गरौँ है के जस्तो आमा र आरुष चाहिँ कतै नगई बस्दै गर नि अलिक उयसमा बोक अगाडिकोमा बोक भएन भने चाहिँ म तिमीलाई अनलाइन दिन्छु भाइलाई त्यसरी गर्नु नि त भनेर चाहिँ आधार कार्ड छ है घडीहरूलाई यो म सुकाइरहेको आमा आएर ओछ्याउँछु ल यत्तिकै होस् सुक्दै गरोस् न पर्खाइमा छ ड्राइभरको खलासी यहाँ छ ढोका दुईटालाई ढोका न यहाँ पनि सुत्याउ त हे भगवान अर्को पालि चाहिँ यसो होइन यसो केही त छोडिन पक्का पक्का है भगवान के दामी देख्छ पो त यहाँ जग्गा फोटो खिचिदिन्छु उमा त एउटा आरुष जानुहोस् ल भन्दैनस् मजाले बस्नु नबादी बस्नु ल बाई 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 रु बाई बाई
देखे जस्तो माया आइज न आरुस र त आएन पो यहाँबाट हेर्नुलाई हौ नआउन यहाँसम्म मात्रै बाई गर्नु ल बाई बाई भन्न न बाई 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 अर्को पालि आउँछु दसैँमा ल पोसा दुईजना त्यहाँ ल गयो आमा सङ्गीता ओके बाई अर्को सङ्गीता भुजेल राम्ररी बस्नु मैले अघि भनेको छु ल मेरो भनाउनु थाले है आएको मात्रै भेट्छ अरे सङ्गीता ल गयो को रहेछ डिके उमिदी पूजा घरमा गनाउँछ लेट भयो कहाँ छौ तिमी गर्दिँदैन अन्त भाइले सुधाउनु को उमिदी रे कहाँ भाइको घर चाहिँ कहाँ हो भेट उयो भएन कि आमालाई डिगा दिदीको फोटो लगिदिनुहोस् यसो भन्दै थियो आमाले अघि एकताल पनि बोलाएन यसले भन्दै थियो मुला रहेछ त हौ लाने छैन नि मुला है लाने हौ कहाँ लाने घर हौ घर पैसा ट्रान्सफर गरिराख्नु ल मैले उनीका गएको हजुर कहाँ छ ऊ चाहिँ भोपालमा ए त्यही त अस्ति एकपल्ट पनि त्यो जस्तो लाग्छ हेलो यो भिडियो सहित देखाइदिन्छु तिमीले पठाइदिएको पठाइदिएको भन्नु है मैले के दाम यो पालि त्यो क्या सिमेन्टले गर्दा होला हौ गदावरी बेसी भएको छ नि मेरो दादा लिनु भएको रे एउटा गिफ्ट उमिका दिए मात्रै होइन अरे उमिका दिएको साथी भनेर उकाटेको त फुलिन्छ न ल गाडी हिँड न त्यहाँ पक्र न यो यी राख न यी राख मङ्पू अहिले हाल ल नानी फोन लगेर उसलाई चाहिहाल्छ होला अनलाइन चल्दैन जस्तो ल कति माग्छ देऊ ल फुल लगाउँछ ल बाई भेटौँ एउटा खिच्ने रे एउटा तिम्रो गाडी चाहिँ त्यही त बित्थामा उतापट्टि बस्छ तिमी उतापट्टिबाट अन्त उठ्छौ यहाँ उप्छु यही बस्दै भने यहीँ बस्दै गर्छ दिदी ल आँट्यो पस पस होस् म पर्खेर जान्छु म फोन गर्छु नि ल ल म गएको भए देखदिउँ न रहेछ दुईजना देखा देख पनि छैन कसरी काम गर्नु लु हात हटाऊ है ल गयो ल ल गयो दिदी बाई बाई उल्टा फुल बनाइदेऊ अरे हौ बनाइदेऊ न दादा लु आमा सोध्दै थिएँ अरे आमाले सोध्दै थियो भनिदिनु ल हामी गयो भनिदिनु अर्को पालि आउँछ नेनाले बोलाएन हो अन्त अर्को पालि आउँछ अब घर बनाएर हुन्छ जाऊ ल ल ल बाई ल हुन्छ हुन्छ बाई हुन्छ दि जाऊ ल ल फोन नगर्नु ल ल फोन गर्छु ल बाई जियो लगे है जियो खोइ फोन त्यहाँ छ अन्सुको के छोडिन छोडेन ल ल म कल गर्छु ल बाई 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 जाऊ 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 दुईजना देख्दैन
दुलाबाट बात मार किन अन्त फेरि त्यो राख्यो भने ड्याममा हुन्छ सिसा ड्याम डुम हुन्छ भने फेरि सिसा हावा आउँदैन फेरि भेटै खेल्न फोनमा एकैचोटि गर्छु ल भरै ल लु जाउँ जाउँ हुन्छ ल बाई बाई हुन्छ बाई ल बाई हुन्छ हुन्छ कल गर चाउमिन सब ल्याउनु थिएछ तिमीले तल खान्छु म भनेर है के हुन्छ नि खाना भेट भएर ढुक्कै भयो होला ल जान्छु ल म ल अब एउटा बन्नी किन्छु कि सुधी बस्नु पर्यो त्यही ल गएँ म ल गाडी गएँ ल बाई सुन्दैछु अलिअलि त थाहा छ नि त मलाई गर्यो ल कसरी बोक्नु फुल बोक्नु पर्यो चिब्रिकीले बरबटमा आएर हिस्सी गर्यो गरेन ल जाउँ तिमी के बोक्ने चिप्स मात्रै ल आमा सिङ्गल पाइन तपाईँलाई सरप्राइज दामी दामी ल्याइदिएको छु त्यही भएर चाहिँ यहीँबाट भिडियो बनाउँदै आएको तपाईँको रियाक्सन हेर्नु पाएन छैन रहेछ के उमिका दिदीले गिफ्ट पठाइदिएको अन्त उमिका दिदीको साथी रहेछ कि त्यो दादाले दुईवटा चाहिँ फ्रीमै दियो ल उयो खाले त्यो भिडियो खाले पक्रिनु न अझै पो होसमा एउटा एउटा पर्खिनु हौ त्यो झिक्नु त विरक्त भयो झिक्नु त विरक्त पो भयो अरे काम गर्नु मन परेन ए मन दुखाउँदै ए बहिनी हिँड्न दिन्छु झिक्नु न डल्लै कसरी गोटा अरे कस्तो रिस उठ्यो यसपालि मुखै नभएर एकछिन त बहिनी एकछिन गमलामा छ यस्तो ल्याइ उठाउनु त ल रियाक्सन उमेकाले भिडियो देखाइदिनु हुन्छ नि त देखायौँ कस्तो लाग्यो दामी लाग्यो दामी दामी अर्को पनि छ 200 रुपियाँ गोटा दिएको चाहिँ चारवटै कलर ल्याउँ भनेको दिएन त कसरी गोटा 200 रुपियाँ गोटा नदिएको माग्दा नच्यात्न न सट्टै गर्नु न अर्को आमा पहेँलो थियो अब पहेँलो र अर्को कुन चाहिँ थियो कस्तो मजाले फुल्थ्यो सधैँ यसपालि फुलेकै छैन यसकै यस्तै हुन्छ अरे जोगाउनहरू पुरा बहिनी एकछिन यसको नाम जानेको छु मैले के पो भन्छ हौ अर्को चाहिँ पहेँलो थियो नि यो चाहिँ उयो यसो नगर्नु म उयो गर्दै जान्छु यो खनको उसको साथीले दिएको होइन र पनि दियो नि त जोगाएर रोप्नु भन्नु ल अब हुन्छ अर्को पालि यो पालि त त्यो जग्गा उयो बनाउँछु यो नभएर त बिग्रेको अलिअलि त फुलेको छ नि है कुटै भन्दा पनि कुटै भयो राम्रो छैन नि यसपालि सधैँ जस्तो सलुदीहरूको उता छुच्ची दिदीकोमा पो कस्तो दामी पानी पनि नल्लै छ के हल्का छ अर्को चाहिँ नि पिङ्क र यल्लो थियो आमा फेरि के भने नि उयो पनि भएन नि त यसपालि के मलमाटी नि त थिएन पोहोर त अन्त आराको भुस पुरा थियो यसपालि आराको भुस खोइ यो निभेछ है लाइट ए उयो बत्ती
यो अब म उयो गर्छु ठुल्ठुलोको चाहिँ बिउ राख्नु पऱ्यो भनेर दुईवटा तपाईँको यो हेर्दै यस्तो त छ यति त हो गोदावरी यो पालि आएमा